आज खाजा के खाने भनेर सोच्दै थिएँ। मेरो चमाले लेट्स मेक पिज्जा भन्नुभयो। सो हामी दुई मिलेर पिज्जा बनाउन लागेका थियौँ। तर पिज्जासँग पिज्जाको जोडी चाहियो। त्यसैले फर्स्ट फ्रेन्च फ्राइज बनाउनलाई आलु निकालेर यसलाई मजाले धोएर यसको बाहिरी खोल प्रोटेक्सन लेयर भनौँ न यसलाई तासेर लाम्चो लाम्चोमा काटे। आलुलाई काटिसकेपछि यसलाई पानीमा एकछिन भिजाइदिए र त्यति गरेपछि चमाले पिज्जाको बेस र त्यसमा युज हुने सामानहरू लिएर आउनु भयो। चिज एन्ड देन पिज्जा सस, पिरो नहुने खुर्सानीलाई कसरी भुल्नु, पनिर त झन् चाहियो नै चाहियो। एन्ड लास्ट हाम्रो बारीमा फलेको अर्ग्यानिक मकै। सामानहरू ठिक पार्दै गर्दा चमाले पनिर काट्दै हुनुहुन्थ्यो भने म चाहिँ पिज्जा कस्तो हुने होला, भोकले मर्न लागिसके, कहिले पाक्ने हो भनेर सोच्दै थिएँ। त्यतिमा बाबुले काँचो आलु लिएर मुखमा राखिसकेछ। त्यति भन्दै हामीले एयर फ्रायरमा पहिला फ्रेन्च फ्राइज हालिदियौँ। रेडी भएपछि चाहिँ मैले ट्राई गरेँ। क्रन्ची चाहिँ एकदमै क्रन्ची थियो, एकदमै मिठो थियो, बाहिर पकाएको भन्दा नि मिठो। सो यति कुरा गर्दै गर्दा चमाले पिज्जामा युज हुने सामानहरू रेडी पारेर लेयरिङ र टपिङ गर्न थाल्नुभयो। फर्स्टमा सबैतिर पिज्जा सस फैलाउँदै त्यसमाथि चिज हालेर क्याप्सिकम र टोमेटोको टपिङ गर्दै पनिर र अझ मिठास बढाउनलाई प्याज हाली, बारीको अर्ग्यानिक मकै हाली, त्यसमा अझै एक लेयरको भरपुर चिज हाली हाम्रो पिज्जा तयार हुन मात्र 25% बाँकी र यसलाई एयर फ्रायरमा हालेर त्यो बाँकी भएको 25% लाई नि 0% मा कन्भर्ट गरी हाम्रो पिज्जा तयार भयो। सो यसलाई काटेर टेस्ट गर्नेछौँ है त। हेर्दा यस्तो छ झन् खादा त आहा फ्राई पिज्जा है त। यसको स्वाद चाहिँ क्रिमी अनि रसिलो मिठो जुसी टाइपको थियो भने अर्को हामीले दुईटा पिज्जा बनाएको थियौँ। अर्को चाहिँ अलि सुक्खा थियो, जे भने नि लास्टै मिठो थियो। बाइ बाइ, सी यु टिल नेक्स्ट ब्लग।